मेस्सीजी फ्रान्ससँग खेल्दा कतिको गाह्रो भयो, स्पेशली एम्बापेसँग खेल्दाखेरि तपाईँको एक्सपिरियन्स कस्तो रह्यो, कृपया बताइदिनुहोस् न, जनता जान्न चाहन्छन्। हल्का गाह्रै थियो। 70 मिनटसम्म त ल हामीले यिनीहरूलाई ढुक्कले जित्यो भन्ने सोचिरहेको थिएँ, तर लास्ट 20 मिनट त फ्रान्सका सबै केटाहरू तात्तिन थाले। एम्बापे भाइले पनि नरमदेखिको बल लाएर हान्न थाले। त्यसपछि त मलाई धेरै उकुस मुकुस बनायो नि। लास्टतिर त एम्बापे भाइले पुरै मिल्खा सिंह जसरी दौडेर भक्काभक गोल हान्न थाले। लास्टतिर त धेरै टेन्सन दिएको थियो नि एम्बापे भाइले। गोल पनि कति धेरै हानिदिएको थियो यार एम्बापे भाइले। एउटै म्याचमा 4-4वटा गोल हान्दै हुन्छ त, कहिले गोल हान्न नपाए जसरी हानेछ नि एम्बापे भाइले। फाइनली फ्रान्सलाई पनि फ्राई गरेर खाइयो, भुटियो, डढाइयो, गर्नुपर्ने जति सबै गरियो। हाम्रो यो मार्टिनेज भाइलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मार्टिनेज भाइ नभए त हामी स्योर हार्थ्यौँ कि फ्रान्ससँग। अनि अर्जेन्टिनाले जितोस् भनेर ठुलो पूजा लाउने त्यो भाइलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यो भाइले गर्दा नि हामीले जिते अघि जस्तो लाग्छ के वर्ल्ड कप। मेस्सीजी फ्रान्ससँग खेल्दा कतिको गाह्रो भयो, स्पेशली एम्बापेसँग खेल्दाखेरि तपाईँको एक्सपिरियन्स कस्तो रह्यो, कृपया बताइदिनुहोस् न, जनता जान्न चाहन्छन्। हल्का गाह्रै थियो। 70 मिनटसम्म त ल हामीले यिनीहरूलाई ढुक्कले जित्यो भन्ने सोचिरहेको थिएँ, तर लास्ट 20 मिनट त फ्रान्सका सबै केटाहरू तात्तिन थाले। एम्बापे भाइले पनि नरमदेखिको बल लाएर हान्न थाले। त्यसपछि त मलाई धेरै उकुस मुकुस बनायो नि। लास्टतिर त एम्बापे भाइले पुरै मिल्खा सिंह जसरी दौडेर भक्काभक गोल हान्न थाले। लास्टतिर त धेरै टेन्सन दिएको थियो नि एम्बापे भाइले। गोल पनि कति धेरै हानिदिएको थियो यार एम्बापे भाइले। एउटै म्याचमा 4-4वटा गोल हान्दै हुन्छ त, कहिले गोल हान्न नपाए जसरी हानेछ नि एम्बापे भाइले। फाइनली फ्रान्सलाई पनि फ्राई गरेर खाइयो, भुटियो, डढाइयो, गर्नुपर्ने जति सबै गरियो। हाम्रो यो मार्टिनेज भाइलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मार्टिनेज भाइ नभए त हामी स्योर हार्थ्यौँ कि फ्रान्ससँग। अनि अर्जेन्टिनाले जितोस् भनेर ठुलो पूजा लाउने त्यो भाइलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यो भाइले